गुड मर्निङ। अब फेरि लाग्यो यो चाहिँ हाइक गरौँ सस्ते रहौँ अभियानको यो दौडानमा छु म अहिले। र आज चाहिँ हङकङमा निकै ठुलो वर्षा हुने भनेर त्यो तरिकाको वेदरहरू देखिएको थियो। त्यसो भएको कारणले गर्दा आजको एउटा लोकेसन चाहिँ मेरो निकै टाढो र सुन्दर ठाउँमा थियो, तर वर्षा हेभी हुने भन्ने तरिकाको मौसमले रिपोर्ट जनाएपछि अहिले चाहिँ फेरि म यो लान्तो पिकमा यात्रा तय गरेँ है। र यो लान्तोमा चाहिँ यति धेरै आइयो गनेर साध्य छैन, तर पनि छुट्टीको समयमा मिल्यो भने यो ठाउँ आउने गर्दछु। र यो हङकङको सबैभन्दा दोस्रो अग्लो चुचुरो पनि हो र समुद्री सतहबाट 934 मिटरको उचाइमा रहेको यो पिक हाइकिङ गर्नेहरूका लागि निकै एउटा उत्तम स्थान पनि हो है। र आज चाहिँ कहीँ केही देखिँदैन है, एकदमै मौसम मिलेको छ है, केही देखिँदैन है। अलिक स्पिड बढाएको कारणले होला निकै गाह्रो भयो त यहाँसम्म आइपुग्दा। र गर्मीमा भए त यति स्पिड बढाउनै सकिँदैन है, गर्मीमा चाहिँ गाह्रो हुन्छ। शीतल छ, कुनै पनि समय पानी पर्न सक्छ, तर पनि अहिले म लगभग यो लान्तो पिकको 4 खण्डमा लगभग 2 घन्टा पार गरिसकेको छु। अब 2 घन्टा पार गरिसकेपछि चुचुरोमा पुग्ने हो। ल हेर्नुहोस्, आम्मामामामा यस्तो हावा उडिराखेको छ, शीतल छ है। अब यहाँ तपाईँहरूले केही देखिँदैन, हेर धुम्मिएर केही देखिँदैन, यस्तो छ अवस्था। तर जे भए पनि एकदम शीतल छ। र अलिकति यो मैले यो क्षेत्रमा हिँडिरहनुको कारण चाहिँ के हो भन्दाखेरि आफ्नो स्वास्थ्यमा कतिको उतार चढाव आयो भनेर मापन गर्ने केन्द्रको रूपमा पनि यसलाई मैले लिन्छु। किनभने स्वास्थ्यमा अलिकति बढी फ्याट भयो, अलिकति आलस्य भयो भने यो ठाउँमा आएर मैले आफ्नो शरीरलाई मापन गर्ने गर्छु र कतिको मेरो शरीरको स्टामिना छ भन्ने कुरा चाहिँ मैले यसै स्थानमा आएर चाल पाउने गर्छु। तर अहिले चाहिँ अलिकति शरीरमा बोसो लागेको हो कि भन्ने चाहिँ आजको यो हाइकिङले चाहिँ मलाई अलिकति प्रमाणित गरिदिएको छ है। ल साथीहरू, हाइक गरौँ, स्वस्थ रहौँ है। जिन्दगीमा सबैभन्दा ठुलो स्वास्थ्य नै हो। स्वास्थ्य अभियानतिर लाग्नु होला, यही नै मैले सुझाव दिएँ है। र प्रकृतिको हराभरासँग खेल्दै रमाउँदै उकाली चढ्दै है, हरियाली वातावरण हेर्दै मन पनि शान्त, शरीरलाई पनि केही मात्रामा फाइदा हुने। ल आजको मेरो लान्तो पिकको हाइकिङको यहाँहरूलाई अहिलेलाई चाहिँ यति नै। अब माथि पिक पुगिसकेपछि केही छोटो भिडियो बनाउने छु अवश्य पनि। हवस् त, नमस्ते।